हेलो हेलो वेलकम अनि नमस्ते हाम्रो युट्युब च्यानलमा। हामी चाहिँ आज सानो प्र्याङ्क गर्न गइरहेको छौँ। प्र्याङ्क चाहिँ के हुनेछ भने हाम्रो भान्जाले केटी भगाएर गए होइन, अनि केटी भगाएर गयो भनेर घरमा दिदी हुनुहुन्न अनि कोही पनि हुनुहुन्न। आज चाहिँ हामी उनीहरूलाई फोन गरेर हल्का प्र्याङ्क गर्न गइरहेको छौँ। कस्तो हुन्छ गाइज, लेट्स स्टार्ट आवर प्र्याङ्क। गाइज है त हामी अब चाहिँ सुरु गर्दैछौँ। यहाँ बसेर फोन गर्छौँ एउटा मोबाइलबाट होइन, रेकर्ड गर्छौँ अनि चाहिँ भान्जालाई दिदीलाई फोन गरेर हल्का गफ हानिदिन्छु। भान्जाले केटी लिएर गए अनि मसँग पैसा मागेर लथे 5000, कहाँ गए थाहा छैन होइन। अनि अहिले फेरि फोन गरेर हामी इलाम जाँदैछौँ भन्दैछन्, यताउता पैसाको गर्दैछन्। के भयो भनेको यस्तो यस्तो केटीको कुरा गर्दैछन् भनेर हल्का गफ हान्छु। हेलो कहाँ हो र दिदी? ए अनि भान्जा कता गयो र भनेको? भान्जाले 5000 लिएर गएको थियो अघि। भान्जाले 5000 दिनु त मेरो काम छ बजार जाने भन्दै गएको थिएँ। अनि अहिले फेरि मलाई 20000 पठाइदिनु त भन्छन्। अनि किन भनेको हामी इलाम जान पर्यो भन्छन्। इलाम के इलाम जाने अरे, त्यहाँ केटीहरूसँग घुम्न गहन् भन्दैछन् त। त्यो केटी लिएर गहन अरे भन्ने सुने भन्दैछन्। त्यही के गरौँ, पैसा पठाइदिउँ त? आज उडाउला जस्तो छ भान्जाले। ला अब बर्बाद गरे। ल फोन गर्नु त छिटो। दिदीले चाहिँ एक्सेप्ट गर्नेवाला कुरो छ होइन, फोन पनि आइसक्यो। अनि दिदीले चाहिँ ल पैसा पठाइदिए ल म फोन गर्छु भने चाहिँ अब रियाक्सन हेरौँ है यिनीहरूको। अब नआस है, एकदम सिरियस भएर अनि त्यस्तो हाँस लाग्ने मान्छेले के प्र्याङ्क गरे त? मैले त भनिरहेको छु सिरियस भएर। ल उठायो अर्कोचोटि उठाउनु लागि के भन्नु म भन्छु, काटिदिन्छु म त। मलाई त के भन्ने अनि हजुर मलाई त डर लाग्छ पुरा गरेर। मैले त के गरेँ ल यस्तो गरेँ भन। त्यहाँ आँटा त जाने उसले नामै भने जेसुकै भने पनि केही नगर क्या। सुन्यौ पछि काटौँ ल है। ल गाइज है, यहाँ फोन आउँदैछ। अघि फोन उठाएनौँ, अघिको उठाएनौँ, त्यही भएर अहिले यसो के हुँदैछ कुरो। ड्याडीले फोन गरे जस्तो छ अहिले। फोन चाहिँ व्यस्त छ, तालपुरे बाबालाई फोन गरे जस्तो छ दिदीले होइन, भिनाजुलाई फोन गरे जस्तो छ। हेरौँ अब के हुन्छ है गाइज। ल गाइज है, व्यस्त छ फोन। तालपरे उता भिनाजुलाई फोन गरे जस्तो छ, बाबालाई, भान्जाको बाबालाई। अब के हुन्छ लास्टसम्म हेरौँ है त गाइज। ल गाइज है, हामी फेरि मेरो नम्बरबाट हान्दैछौँ, अघि भान्जाबाट हान्नु। हेलो दिदी, के भने भान्जाले? के गर्ने त? भिनाजुलाई फोन गर्ने हो? के गर्ने त अब? ल भन्नु। अहिले मेरो पनि उठाएन नि त, फेरि फोनै गरेको थिएँ अहिले उठाएनन् कि फेरि। अहिले फेरि के भन्छन् त्यहाँ फोनै उठाएन, त्यही भएर तपाईँले गर्नु के हो भनेर। मैले त सोध्नु पऱ्यो नि, त्यतिकै पैसा हालिदिएर भएन। त्यही हो कि पक्कै पनि त्यही हो, त्यहाँ गएको भनेर त्यहाँ मैले बुझिरहेको छु कि। अब अघि त्यहाँ बजार जाने यताउता भन्दै थिएँ, नभन्दै त्यस्तो। त्यही हेरी यिनीहरूको सल्लाह त्यस्तो रहेछ। मैले इसेमामा हालिदिएको 5000, अहिले फेरि 20000 हालिदिनु अब यस्तो यस्तो हो भन्दै थिएँ। अनि त्यही भएर भिनाजुलाई भनौँ कि नभनौँ त? के भन्नुभयो त? हो र, त्यही पनि एकचोटि भिनाजुलाई सोध्छु म। ल त्यही पनि यिनलाई फोन गराऊ कि अहिले के उ छ अरे, के छ यस्तो बेला भन्दै थिएँ। त्यो एकचोटि फोन गराऊ त।
ल हुन्छ त ए ल फेरि हान्नु त के भन्छ एकचोटि ल ए ड्याडीलाई त प्राङ्क हो भन्नु कि ड्याडीलाई त कुन चाहिँ नगर काटियो गाइज होइन कुन काटियो होइन ड्याडीलाई त भन्ने यार मामा फेरि गाली खान्छ लोद ड्याडीलाई त नभन यार प्राङ्क नगर डराउँछन् ड्याडी नगर के हुन्छ र हेलो म यही छु यतै बजारतिर मैले 20,000 यतिकै यहाँ काम भयो त्यही हो क्या मामाले भनेकै कुरा हो के गर्नु त कहाँ होइन क्या मम्मी प्राङ्क गरे हो यत्तिकै पुरा मामा भन्नु यही हुनुहुन्छ हाँसो गरे कि हाँसो गरे रोएर बसिँदा ल यतिकै भन्ने मामाले ड्याडीको कल हजुर यही हो क्या मम्मीले मामाले प्राङ्क गर्नुभयो हामी रेकर्ड गरेर के हुन्छ भनेर यसो प्राङ्क हान्दिएको यार होइन यतिकै हामीले यहाँ भिडियोलाई हामीले यसो भिडियो गराएको प्राङ्क हानेर भन्छ भगानी के हुँदैन रहेछ भनेपछि भगवान् केही नहुने भयो ढुक्क भयो भने खान भएन ल ल हुन्छ ल गाइज हाम्रो प्राङ्क चाहिँ यति नै हो आजलाई होइन रुन थाल्नु हामी चाहिँ यहाँ पुरा रोइ कराइ गर्नु थाल्यो अब यस्तो यस्तो गर्नु थाल्यो अब यस्तै छ प्राङ्क भने यस्तै हो होइन गाइज ल आजको रियाक्सन चाहिँ कस्तो छ होइन यसो लाइक कमेन्ट गर्नु होला अब फेरि हामी एकचोटि मम्मीलाई फोन गर्ने भन्ने कुरो भयो ल कसले उठाउनुहुन्छ यार तर कडा भएको थियो यार ल फोन चाहिँ उठेन होइन अब अलिक सिरियसै भयो जस्तो लाग्यो कडै जोक भएछ फेरि महोत्सवतिर गएको बेलामा अलि कडै भयो जस्तो लाग्यो ल गाइज है त नत्र अलिक धेरै बेर आज यति नै हो घरमा गएको भए प्राङ्क अब नेक्स्ट प्राङ्क पनि आउँदैछ गाइज प्लिज यहाँ के भन्छ हेर्नु होला अब लाइक सपोर्ट गर्नु होला है त गाइज ल